अरु वर्ष झै यस पटक पनि मौरी विकास ज्ञान केन्द्र गोदावरी ललितपुरले मौरी तथा घाड निर्माण सम्बन्धी तालिम खुलाएको हो। तालिम 7वटै प्रदेशको इच्छुक कृषकलाई फर्म खुलाएको हो। तालिममा जम्मा प्रशिक्षार्थी 26 जनाको सहभागितामा तालिम 2081 मङ्सिर 10 गतेबाट ज्ञान केन्द्रमा भएको हो। 5 दिन मौरी सम्बन्धी तथा 8 दिन घाड निर्माण सम्बन्धी र 2 दिन विभिन्न फार्म स्रोत केन्द्र तथा घाड निर्माण उद्योगको भ्रमण गराउँदै 15 दिनको तालिम सकिनेछ। र आज हामी विभिन्न ठाउँको भ्रमण सँगै नयाँ कुराहरू सिक्नेछौँ। बाँकी भिडियोमा। हामी चाहिँ आज 13औं दिनको दिन चाहिँ हामी आज भिजिटमा निस्किन लागेका छौँ भ्रमणमा। हिजो पनि हामी सिमोट गएको थियौँ। धेरैजना छौँ हामी यहाँ प्रशिक्षार्थी, 1-2 जना छुट्नु भएको छ। मलाई चाहिँ हल्का गाडी लाग्छ, 2 पाङ्ग्राईमा मात्र हिँड्ने बानी भएको छ। अनि यो ठुलो गाडीमा चाहिँ अलिकति मलाई गाडीले मात्ने बानी छ। यो हामी गोदावरी ज्ञान केन्द्रबाट चाहिँ अगाडि बढिसकेका छौँ। कहाँ छोड्ने हो? मौरी विकास स्रोत केन्द्र गोदावरीमै रहेको सानो भाइ बस्यालको केन्द्रमा विभिन्न स्रोतको बारेमा जानकारी दिँदै सानो भाइ बस्याल। आइडिया भए जे पनि बनाउन सकिने रहेछ हैन? अरूले पनि मिसिनै आइडियाले बनाए। यो चाहिँ प्याकेट भइसक्यो होला। 1 किलो र आधा किलो बेच्छौँ। यो सबै तपाईँले यही निर्माण गर्नुभयो? यही निर्माण गर्न सकिन्छ, तर यो चाहिँ अहिले हाम्रो यहाँको निर्माण होइन। मैन अहिले पर्याप्त नपाउनु भएको हुनाले यो किलो किसान बेच्नु हुन्छ। किनेरै बेचेको किने पनि, तर यो क्वालिटी ग्यारेन्टी छ। अरूले बेच्ने भन्दा अलिकति महँगो छ। मौरीले लिएन भने फिर्ता पर्दैन। त्यो के हुन्छ भने त्यही मैनलाई उक्काएर बढी बाक्लो भयो भने मौरीले आफ्नै चाका बनाउनै प्रयोग गर्दो रहेछ। मैले त्यो हेरेँ, मैले त्यो बाक्लो भएर घाटा चाहिँ नपर्ने रहेछ होइन। तर कुरो के त भन्दा धेरै पिस चाहिँ आएन। 1 केजीमा कति पिस छ भन्नुभएको छ? यो अहिले 18 पिस मात्रै आयो। 18 पिस मात्रै। तर हामी मैन पर्याप्त पायो भने चाहिँ हामी पर्याप्त आफै बनाउन सक्छौँ। हामीसँग मेसिन पनि छ, प्रेसवाला पनि बनाउन सक्छौँ। अनि ठुलो धेरै मैन भयो भने हामीसँग रोलर मेसिनबाट पनि। यो म पनि सबै यहीँको हो नि? म होइन, किसान कलेक्सन। यो प्रेस र रोलरमा के फरक छ? त्यो रोलरमा धेरै छ, कमसेकम 10 किलो मैन स्टक चाहिन्छ। अनि त्यो बनाउनु पर्यो। जस्तो चाहिँ प्रोडक्सन बढी बिक्रीको लागि पसलेहरूको लागि चाहिँ रोलर ठिक छ, बेच्ने मान्छेलाई प्रोडक्सन गर्ने। तर त्यो प्रेसको फाइदा चाहिँ एकजना किसानले आफ्नै घरमा आफै बनाउन सक्यो। थोरै मात्रामा नि बनाउन, थोरै भने होइन, एउटा मात्रै पनि बनाउन सक्यो। कर्माहरूको घरमा पनि बनाउन लान सकिन्छ। सिम्पल चाहिँ त्यसमा ग्यालोनाइज पनि गर्छ। यसको काम के हो? यो चाहिँ घाड खोल्ने औजार हुन्छ। त्यसले खुर्की खार्की गर्ने मेलिफेराको त गाह्रो हुन्छ। मेलिफेराको त हातले त आउँदै आउँदैन। पर्पोलिटी जाम गरे हुन्छ। यो यस्तो त अनिवार्य चाहिन्छ। टालेको हुन्छ कि सबै यस्तो हुन्छ। यो चाहिँ पोल्यान्ड टायर। कतिजना चाहिँ यो पोल्यान्ड टायरको युज गर्ने विधि पनि थाहा नपाएर अलिकति बिचमा विवाद भएको थियो। युज गर्ने तरिका पनि हुन्छ यसको आफ्नो। यो पोल्यान्ड टायर भन्ने बित्तिकै राख्ने बित्तिकै कलेक्सन पनि गर्दैन। हजुर हजुर। बढी चाहिँ पिक आवर भनौँ न, धेरै पोलनहरू ल्याउने बेलामा मात्रै छेक्ने हो। र पोलन अलि राम्रो ठुलो बलियो गोलामा यो जहिले पनि यो पाता झिक्ने र यसलाई सिधा त्यो ढाडको अगाडि यसरी राखिदिने। र किनकि यो मौरी योबाट ओहोरदोहोर गर्ने बानी पर्नु पर्यो सधैँ। यसरी 1 हप्ता जति राखिसकेपछि मौरी यहाँबाटै जाने, यहाँबाट आउने जब गरिसक्छ। अनि त्यो बेलामा धेरै पोलन ल्याउने बेलामा एक आधा घन्टा दिनको होइन त्यस्तो झुक्काएर मात्रै छेकिदिने हो। अनि यसो अनि के कारण त भन्दा पोलन यहाँ खसाल्ने कारण चाहिँ मौरीको बानी हुन्छ क्या। मौरी तपाईँले अब भन्दा क्लासमा सिकिसक्नु होला। मौरीको के बानी हुन्छ भन्दाखेरि मौरी बाहिर जाँदा चाहिँ म कुन दिशा जाँदैछु, कहाँ जाँदैछु, कहाँ जाने अरू साथीहरूलाई पनि सङ्केत गरेर डान्स गरेर उठ्छ, जान्छ बाहिर मौरी होइन। 1000 रुपियाँ पर्छ। यो चाहिँ 8500। यो सबै सेलको सबै बराबर यहाँले बनाउनु पाइयो। झोल मैन हालेर यसरी थिचेपछि बढी भएको मैन यहाँबाट यसरी निकाल्ने। त्यसलाई त्यति डाइरेक्ट हाल्ने यहाँ एकदम यो एकदम सजिलो छ। यसमा सिटहरू केही बनाउनु पर्दैन। कि अहिले आएको चाहिँ
विदेशी त्यो करोडौँ पर्ने मेसिन चाहिँ छ महीनको ठिकाबाटै बनाउने यो पनि हाम्रो महीनको ठिकाबाटै आफै बनाउन सकिन्छ घरेलु अनि हाम्रो मैन पक्लाएर डाइरेक्ट यहाँ हाल्ने आफ्नै थोरै मौरी छ नि मही छ नि त पुरा हाल्ने अनि अर्को फाइदा चाहिँ हामीसँग मही थोरै छ होइन एकदम थोरै मही आयो यति के गर्ने भनेर यहाँ आधी हालेर थिच्यो भने पनि आधी मात्र पनि बनाउन सकियो त्यतिको पैसा जति हाले त्यतिको बनिहाल्यो त्यसलाई फेरि काटेर सेपमा ल्याउनु सकियो सक्यो मैन छ भने हेरौँ न सर तपाईँ फेरि सेपोले आफैले पनि लान्छ मही यसको चाहिँ मूल्य कति छ हजुर त्यसको 8,500 मेलिफेराको काठको होइन सेरेनाको 7,000 सेरेनाको 7,500 1000 रुपियाँ यो तपाईँको आफ्नै ब्रान्ड अनि हजुर अनि आधार चाका चाहिँ 250 200 पनि बेच्नुपर्छ अब हजुर अलि धेरै लार्जेसम्म चाहियो भने सायद 150 पनि आउला माग्यो भने त्यो मगाउँदा थोरै मगायो भने महँगो लिन्छ होइन धेरै मगायो भने यो चाहिँ हामी यी बनाउने प्लाइ काट्नु पऱ्यो प्लाइ पनि महँगो छ मिस्त्री ज्याला यो कटिङ गर्नु पऱ्यो अनि यसलाई चाहिँ व्याक्समा मैन छ नि हाम्रो मैन पगालेर सुकाउने क्या पहिला र यो प्लाइ त पानीले बिगार्छ नि त अनि यसमा फिटिङ खाउने त्यो गरेर यो चाहिँ एकदम बलियो घाम पानी पनि बिग्रिन्छ नि धेरै बलिन्छ मैनले कभरिङ भएको छ मैनले पुरै मैनमा डुबाएर वाक्सिङ गरेर हुन्छ हामी हिमाडोल आइसकेका छौँ हिमाडोलबाट पनि हामी सरासर नै अघि नै बढिराखेका छौँ त्यस पश्चात हामी कोदारीबाट बिस्तारै लामाटारमा रहेको नवबुद्ध माउरी फार्म उद्योगतर्फ बढ्छौँ हामी लामाटार आइसकेका छौँ यहाँ बसमा झरेर चाहिँ अगाडि बढ्दैछौँ हामी नवबुद्ध माउरी फार्म आइसकेका छौँ नमस्ते नमस्ते तपाईँ सुन्दर हजुर सुन्दरजी हुनुहुन्छ ल हामी सरासर हामी उहाँको यो घाट निर्माण क्षेत्रमा प्रवेश गरिरहेछौँ हो ल नवबुद्ध घाट निर्माण उद्योग फोटो बनाइराख्नु भएको रहेछ ल यो भित्र चाहिँ उहाँको फर्निचर घाट उद्योग हो ल साइजर चाहिँ यही है यो हो नि यहाँ तल हेर्नु नि केन्द्रको आर्थिक वर्ष 80-81 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मौरी शोध केन्द्र स्थापना घाट निर्माण तालिमको आज हामी चाहिँ 12औं दिनमा प्रवेश गरिसकेका छौँ त्यसै सिलसिला 13औं दिनमा प्रवेश गरिसकेका छौँ त्यसै सिलसिलामा हाम्रो अवलोकन भ्रमण थियो मौरी स्रोत केन्द्रहरूको अवलोकन भ्रमण हाम्रो पहिलो हाम्रो त्यो बिकिपिङ वर्कसपमा गयौँ दोस्रो चाहिँ यहाँ भयो यहाँ चाहिँ हाम्रो नवबुद्ध मौरी पालन वर्कसप हो अनि उहाँको यहाँको प्रोपाइटर चाहिँ हाम्रो सुन्दर तामाङ हुनुहुन्छ उहाँको चाहिँ सरसरी हेर्दाखेरि चाहिँ काभ्रेमा चाहिँ उहाँको घर चाहिँ त्यता हो तर पनि हाम्रो पहिलाको हाकिम साहब चाहिँ लक्ष्मी खले सर हुँदाखेरि उहाँले चाहिँ यसो घार देख्नुभएछ यो घार कसले बनाएको भन्दाखेरि उहाँले बनाएको भएछ त्यसमा उहाँलाई सिधै हामीले बोलाएर तपाईँ तालिममा बस्नु भनेर बोलाएको हो कि उहाँलाई त्यहाँ उद्योगका प्रोपाइटर सुन्दर तामाङले घार र मेसिन सम्बन्धी जानकारी गराउँदै नमस्कार गर्न चाहन्छु काम भन्ने कुरा त अब खासै अब ठुलो सानो भन्ने कुरा केही नै रहँदैन त्यो हाम्रो विचारको मात्रै कुरा रह्यो मैले के गर्ने के नगर्ने भन्ने कुरा होइन सामान्य चाहिँ मैले 76 पछाडि सायद त्यस्तै होला जस्तो लाग्छ मलाई यो काम सुरु गर्न खोजेको मैले पहिला कन्स्ट्रक्सन गर्थेँ कन्स्ट्रक्सन गर्दा गर्दै अब 10 वर्ष जति गऱ्यो अब के गर्ने त कृषिमा भनेर अलिकति होइन कृषिलाई पनि केही समय चाहिँ हामीले चाहिँ योगदान दिउँ न त अब नेपालमै जन्मिसक्यो अब खानै पर्छ भनेर चाहिँ सोच्दा के गर्ने भनेर अचानक नै मैले मौरीमा गर्ने लक्ष्य लिएँ लक्ष्य भनौँ कि के भन्नु अब मेरो मूर्खता पनि भनौँ कि लक्ष्य भनौँ के भनौँ जे भयो म अहिलेसम्म यहाँ छु अनि त्यस पश्चात म चाहिँ मौरीमा लाग्ने त लाग्ने अब कसरी लाग्ने होइन लाग्नलाई पनि केही न केही त चाहियो नि त त्यतिकै लागेर मात्रै त नहोला अनि मैले मौरीको लागि कहाँ के गर्न सकिन्छ भनेर बुझ्दै गएँ साथी सर्कल खोज्दै गएँ मौरी विकाससम्म पनि पुगेँ सायद त्यहाँ 2 वर्ष मेरो ढट्टामा नाम हेर्नुभयो भने थियो होला सायद मैले चाहिँ मलाई तालिम चाहियो भनेर चाहिँ लेखाएको थिएँ 75 76 सायद त्यस्तैतिर हुनुपर्छ है लेखाउँदाखेरि अब प्रदेशबाट होइन जिल्लाबाट छानेर आउनुपर्ने मलाई त थाहा छैन नि त म त सिधै गएँ मलाई पनि तालिम चाहियो भन्ने कुरा गरेँ नि त होइन अब राज्यको निकायको राज्यको आफ्नै प्रक्रिया छ नि त ती सब कुराहरू हुँदै जाँदाखेरि अनि मैले चाहिँ तपाईँ जिल्लाबाट छान्नुपर्छ भने चाहिँ आफ्नो जिल्ला ज्ञान केन्द्रमा गएर नाम्टी पाएँ त्यसपछि नि भएन तर म चाहिँ काम गर्न चाहिँ लागिरहेँ अब जाने नि नजाने नि लाग्यो भनौँ न एउटा बुक किनेर मैले काम सुरु गरेको
बुककै आधारमा चाहिँ अब म चाहिँ कन्स्ट्रक्सन गर्ने भएको कारणले त्यहाँ इन्जीमा हुने हो हामीलाई यसरी एनएनमा आउने भएको कारणले खासै गाह्रो लागेन मलाई होइन यो कार्पेन्टर पनि म पहिला त कार्पेन्टरै गर्थेँ कन्स्ट्रक्सनभन्दा पनि पहिला त्यो पनि बत्तीले धोका दिएर छोडेर फेरि कन्स्ट्रक्सन लागेको फेरि कन्स्ट्रक्सनमा कति गर्ने अब यो भूकम्पको पिकअपले गर्दाखेरि काम चाहिँ डामाडोल भयो एकैचोटि पिकअप आयो पछि ग्याप आउँछ भन्ने थाहा भयो त्यसमा नरहने भनेर चाहिँ अनि यतातिर कृषितिर लाग्ने भनेर लाग्दाखेरि हुँदै जाँदाखेरि अब तालिम त खासै पाइएन तर पनि काम गर्दै गएँ काम गर्दै जाँदा अघि सरले पनि प्रसङ्ग निकाल्नु भयो अनि लक्ष्मी सरले चाहिँ मैले नै बनाएको घर चाहिँ त्यहाँ चाहिँ प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा देख्नु भएछ अनि ठेगाना हेर्दाखेरि नजिकै देख्नु भएछ होइन गोदावरी यता नजिकै भयो नि त मैले तुरुन्तै फोन गर्नुभयो ल हामी आउँछौँ भन्नुभयो केही दिनपछि नै आउनुभयो उहाँहरू तत्पश्चात चाहिँ अनिखेर म मौरी विकास केन्द्रसँग चाहिँ जोडिएको हो औपचारिक रूपमा चाहिँ त्यस पश्चात भयो त्योभन्दा अगाडि चाहिँ मैले मेरो तरिकाले अब प्यानमा गएर यताउति दर्ता गरेर चाहिँ गरियो तर तालिम चाहिँ मसँग केही पनि थिएन अनि त्यो सिलसिलामा मैले पहिला 15 गोला मौरी किन्यो घार आफैले बनायो मौरी मात्रै किन्यो म गोला घारसहित किन्ने भनेर हिँडेको घार धेरै महँगो पनि जस्तो लाग्यो महँगो चाहिँ कसरी लाग्दो रहेछ आफूले त्यो काम अलिकति थाहा भएपछि महँगो लाग्दो रहेछ कि फेरि पहिलोचोटि यहाँ 15 किन्नुभयो हजुर किन कार्पेन्टर मलाई केही अनुभव थियो मलाई मलाई त अलिक माया लाग्छ नि त होइन जस्तै तपाईँहरू जो पनि कार्पेन्टर हुनुहुन्छ नि जानेर चाहिँ सोफा किन्नुहुन्न क्या फेरि है मैले यो प्रसङ्ग अलिकति अलग गरेँ मलाई पनि त्यही भयो क्या अब मैले चाहिँ काठलाई किन यत्रो पैसा हाल्ने जस्तो लाग्यो अनि त्यो बेलामा मलाई 4000 घटी कसैले पनि दिने उप नै देखिएन किन मैले भर्खर जोडेको 1-2 ठाउँमा पुगेँ होला म पनि खासै ठाउँ पुग्न सकेन नि त हुँदै गर्दाखेरि अनिखेर होइन म त बनाउने भनेर 25वटा घार बनाएँ 15वटा मौरी भरेँ त्यो मौरी चाहिँ मैले चाहिँ खासै धेरै लामो समय लानै सकिएन अब मेरो अनुभव पनि थिएन होइन मेरो जितीले त चल्दैन अनिखेर 6 महिनाभित्रमा मौरी सबै सिद्धियो अनिखेर त्यसको टोटली मैन चाहिँ आधा केजी रहेछ अहिले पनि त्यो मेरो चाहिँ अब त्यो के भन्नु एउटा इतिहास भनौँ न होइन मौरीको कामको चाहिँ मेरो लागि चाहिँ अब अरूको लागि त्यहाँ टन टन हुन्छ त्यो ठुलो कुरा र होइन मेरो लागि चाहिँ अब यही हो मेरो त्यो कक्षा नै त्यही भयो भनौँ न एक हिसाबले अनि त्यस पश्चात चाहिँ अनि मेरो त्यो मौरी पनि नासिएर गयो अनि आफू काम गरेको थियो अनि मौरी विकाससँग जोडिँदै गएँ अनि त्यस पश्चात मैले 78-79 होला नि सर मेरो यो जुन 79 भन्दा अगाडिको ब्याचको म पनि औपचारिक त्यहाँको तालिम प्राप्त भएर काम गर्न खोजिरहेको थिएँ त्योभन्दा अगाडिदेखि नै मैले 2 वर्ष अगाडिदेखि काम चाहिँ गरिराखेको काम गर्नलाई खासै तपाईँको अब मलाई पनि त्यहाँबाट लाँदाखेरि ठुला कारखानामा लानुभएको थियो ठुला ठाउँमा लानुभएको थियो मैले सरलाई पनि यो कुरा गरेँ किनभने हामी चाहिँ सानो हिसाबले सोचेर आइरहेको हुन्छ होइन पहिला त सानो हुनु पऱ्यो नि त एकैचोटि ठुलो देख्न थाल्यो भने त हामीले काम गर्नु सक्दैनौँ अब त्यहाँ करोडौँको प्रोजेक्टमा पुग्दो रहेछौँ कि हामी हेर्दै जाँदाखेरि अब त्यो ठाउँहरूमा पुग्दो रहेछौँ नि त एउटै प्लान्ट हेर्न थाल्यो भने त एउटा कोठाभरिको हुँदो रहेछ अब तपाईँको के हो अब हामीलाई त्यस्तो थाहा हुँदैन नि त होइन अनिखेर अब हामी चाहिँ केही लाखमा केही हजारमा होइन ठाउँ भएकोले केही हजारमा ठाउँ नभएकोले ठाउँसहित गर्दै केही लाखमा काम गर्ने प्रयास गरिराखेका हुन्छौँ नि त हामी त किनभने सानोबाट उठ्ने प्रयास गरिरहेको हुन्छौँ ठुल्ठुलो ठाउँ पुग्दाखेरि त मैले सक्छु र भन्ने पहिल्यै हामी चाहिँ कस्तो भने त्यो हाम्रो मानसिकता नै गिरेको हो कि जस्तो लाग्यो यत्रो लगानी चाहिँदो रहेछ कहाँबाट गर्ने भन्ने जस्तो पनि सोच आउँदो रहेछ तर ती सोचहरूलाई हामीले छेडिँदै जाने हो मैले के गर्ने कति गर्ने कसका लागि गर्ने होइन कसरी गर्ने भन्ने कुरो त मेरो विचार हो नि त तर मेरो विचार पनि हाम्रो राज्यको नीतिसँग चाहिँ बाजिनु भएन क्या सँगसँगै जानु पर्दो रहेछ अनि त्यसै सिलसिला मैले काम गर्दै गएँ मैले यो मेसिन पनि भर्खर 2 वर्ष मात्रै भयो मैले खासै धेरै यसमा रन्दा लाउने बाहेक अहिले पनि खासै चलाउँदिनँ जति गर्छु त्यो पल्लोमै गर्छु त्यसमा चाहिँ मैले अब हुन त हजुरहरू धेरैजना कार्पेन्टर हुनुहुन्छ यहाँ होइन किनभने यो 20औँ-30औँ वर्षदेखि त तपाईँको मेसिन सम्बन्धी काम गर्नुभएको मान्छेहरू हुनुहुन्छ र पनि तर टेबल चाहिँ हामीले सामान्य अब यो भन्ने चाहिँ पछि कुरा यो अहिले यहाँ हजुरहरू जति पनि हुनुहुन्छ यो 5 जनालाई पनि खासै आवश्यकता चाहिँ छैन होला मेरो बुझाइ है यो चाहिँ किनभने मसँग गरेको साथीहरू पनि 18 कि 22 जना थियो अहिले म फोन गरेर यसो बुझ्छु खासै धेरैजना हुनुहुन्न है काम गर्ने किनभने हामीलाई के भने सिक्न मन लाग्छ बुझ्न मन लाग्छ नि त कुनै पनि चिज यो चाहिँ गरौँ है भन्ने लाग्छ हामी जाने हो अनि भोलि त गर्ने नगर्ने त फेरि उही व्यक्तिको विचार हो नि त मौरी विकासको प्रमाणपत्र दियो भने उसले गर्नै पर्छ भन्ने छैन नि त होइन उहाँलाई के लाग्छ उहाँले सकेसम्म चाहिँ हामीले सिकिसकेपछि चाहिँ मेरो विचार चाहिँ के हो भने सिकिसकेको मान्छेले त्यसलाई चाहिँ आफूभित्र सीमित नराखौँ क्या होइन केही न केही आफूले त्यहाँ सरले सिकाउनुहुन्छ तर सबैले बराबर जानेको हुँदैन क्या कसैले सिकाउनुभन्दा अगाडि नै त्यो भनिसकेको हुन्छ जानिसकेको हुन्छ मैले यसरी गर्ने भनेर होइन कसैले 3 चोटि भन्दा पनि बुझ्दैन किन सबैको आफ्नो विचार हुन्छ आफ्नो दिमाग हुन्छ आफ्नो होइन तरिका हुन्छ तौर तरिका फरक हुन्छ नि त भन्नाको मतलब फेरि कोही जान्ने कोही नजान्ने भन्ने कुरा होइन नि त होइन नजान्नेले सिक्ने हो जानेकोले सिकाउने हो भनेर फेरि मैले जानेको छु भन्न खोजेँ होइन कि हजुरहरूले मैले पनि
यहाँ मेरो पनि अहिले परिवारले मात्रै गर्छ, कोही पनि छैन। सामान्य काम भनेको मेरो काम भनेको कटिङ गरिदिने हो, हिँड्ने हो होइन, घरमा बस्छन् उनीहरू आफै गर्छन्। मैले यहाँ ठोक्ने काम भनेको सायदै गर्दिनँ क्या। परिवारले भन्नाले तपाईँको म्याडमले बनाउनुहुन्छ? उनीहरूले बनाउँछन् होइन। मेरो काम कटिङ गरिदिने, रन्दा सन्दा लगाइदिने, पुडिङ गर्ने, कलर गर्ने, कहाँ तार हाल्ने, के कहाँ ठोक्ने मलाई त्यति धेरै, म ठोक्नु सबै आउँछु, म भन्नु पर्यो सबै गरिदिन्छु होइन, भ्याउँदिनँ नि त। अनि फेरि उत्पादन मात्रै गरेर नि भएन। हजुर हजुर। बाहिर बजार पनि अलिअलि बुझ्नै पर्यो, मार्केटिङ गर्नु पर्यो। मार्केटमा पनि यसो गएर म पनि छु है, मैले पनि यो काम गर्दैछु भनेर भन्नु पर्यो। नत्र भने त अब यहाँ राखे भएर त जाँदैन। हजुर। अनि त्यही सिलसिलामा काम गर्दै गएँ। अहिले काम गर्दै जाँदाखेरि परिवार यसैबाट चलेको छ होइन, खाना लाउन, बस्न, हिँड्न, घुम्न। अनि साथीहरूले भन्नुहुन्छ काम त राम्रो छ क्या अरे भन्नुहुन्छ कि कतिजना हामी साथीहरू भेटिन्छ नि त, तपाईँले के गर्दै हुनुहुन्छ, यो खाले काम गर्दै हुनुहुन्छ भने साट्ने हो नि त होइन। तपाईँले कामलाई कसरी प्रयोग गर्ने भन्ने कुरा हुन्छ नि त। यो कारखाना खोल्दैमा त कसैले पैसा कमाउन सक्दैन, सकिन्छ र? कुनै अब गाई ल्याएर बाँध्दैमा दुध त आउँदैन। लगनशील भएर चाहिँ काम गर्नुपर्ने हुन्छ हामीले भन्ने चाहिँ मैले उसलाई भन्ने गर्छु कि मसँग जसले प्रश्न गर्छ नि, काम राम्रो चलेछ, राम्रो चलेछ, अब सन्तोषजनक छु होइन। खाना लाउन भन्ने कुरा सामान्य कसैसँग माग्नु परेको छैन भने चाहिँ हामीले जीविकोपार्जन पनि गर्छ, हामीले केही मौरीलाई पनि केही सहयोग गरेका छौँ, या वरिपरि पर्यावरणलाई हामीले पनि सकेको सहयोग गऱ्यौँ भनौँ न होइन। हाम्रो लगानी हो एक हिसाबले त, हाम्रो व्यक्तिगत लगानी हो नि त। अहिलेसम्म अनुदानको लागि भने कहीँ हिँडेको छैन। हजुरहरू अनुदान खोज्दै हिँड्नुहुन्छ भने हजुरहरू पनि फेलियर हुन सक्नुहुन्छ है फेरि काममा चाहिँ, किनभने कि चाहिँ राजनीति लिङ्क हुनु पऱ्यो, झोलामा फर्म हुने बित्तिकै पैसा आउनलाई होइन। तपाईँ हामी त के हुन्छौँ भने यहाँ काटेको ठोकेको भएर हामीले पैसा कमाउनु परेको छ क्या होइन। अब राजनीति त्यो अनुदानको लागि तपाईँ कुन्दो भयो भने नि पाउनुहुन्न क्या। अनि मेरो बुझाइ चाहिँ के हो, कसैले कुनै पनि सङ्घ संस्था राज्यले मेरो काम या म जस्तै कसैलाई होइन पत्याएर आएर चाहिँ सोधेर चाहिँ यो काम कति वर्षदेखि भयो भने मैले भन्ने होइन नि त, वरिपरि बुझ्नु पर्यो कुन कुन निकायमा दर्ता भएको छ, काम गरे खाइ छैन होइन। मैले त जे पनि भन्देला अरे, म त 20 वर्ष भयो भन्देला अरे होइन। तर मेरो इतिहास पनि त हुनु पऱ्यो नि त होइन। यी सब कुरो पत्याएर दियो भने चाहिँ नाइ चाहिँ भन्नु हुँदैन, तर खोजेर चाहिँ नहिँड्नु होला। मैले जसलाई पनि यही भनिदिन्छु है, किन हजुरले हजुरको पसिनाको थोपा कति चुहाउन सक्नुभयो यसले अर्थ राख्दो रहेछ कि। त्यो पैसा चाहिँ के हो भने हाम्रो खुद पैसा हो। हामीले चाहिँ यताबाट यति आउँछ, यताबाट यति टालाउँला, यताबाट आउँछ होइन। 50 लाख गरेर 25 भन्छन्, तर 25 लाखले सबै पुऱ्याइदिन्छन्। 50 लाखको बिल पेमेन्ट पेस गर्छौँ, मैले गर्नु पऱ्यो भने त्यो हुनसक्छ। अनि त्यो अनुदान चाहिँ हामीले किन फोकटमा गयो कि, त्यो भएको कारणले हामीले चाहिँ हाम्रो पसिनालाई चाहिँ बगाउँ होइन। हामीले चाहिँ के जानेको छ त्यो गर्ने, नजानेको सिक्दै जाने भन्नाको मतलबले अब मैले भन्दाखेरि फेरि हजुरहरूलाई पनि गलत हुनुहुन्छ, यत्रो बच्चाले यस्तो भनेर हुन्छ होइन। मैले आजसम्म यो गरेको छु, यो अनुभव सबैको आफ्नो फरक हुनसक्छ। फेरि म सल्लाह सुझाव भनेको चाहिँ सानो भुरादेखि बुढासम्म कतिपय कुरा मैले नजानिरहेको हुन्छ, देखेर नि नजानिरहेको हुँदो रहेछ क्या। अनि मलाई चाहिँ सानो मान्छेले भनिदिन्छ यहाँनिर यस्तो मिस्टेक छ भने आफूले हेर्दाखेरि अनि उसले भनिसकेपछि थाहा हुन्छ नि त है, अब निहाल्ने भयो नि त। त्यस पश्चात अनि आफूले नि हेर्दाखेरि यो हो रहेछ भने त्यसलाई सुधार्नुपर्ने पनि हुन्छ नि त है। हामीले कहिले पनि काम मैले जानेको छ भने घमण्ड नि गर्नु भएन। काम भनेको जहिले पनि गरिसक्छ। जस्तै मैले तपाईँलाई यो काम जान्छु भनेपछि तपाईँले मलाई लाउनुहुन्छ नि होइन। काम त तत्काल देख्ने कुरा हो क्या। अब मैले त्यहाँ गएर गर्न सकेन भने त म त अहिलेको अहिले फेल भएन नि त होइन। बरु केही थोरै थोरै जानेको छु भनेर गएर राम्रोसँग गरिदिनुहोस्, त्यो परिणाम नै अर्को हुन जाँदो रहेछ। अनि मैले जानेको छु भनेर भोलि फेलेर हुनु त नमजा हुँदो रहेछ। त्यो भएको कारणले काम चाहिँ सबैजनाले चाहिँ एकदम लगनशील भएर होइन, मैले गर्नुपर्ने के, मैले गर्नु नहुने के। जस्तै अब अहिले त हामीले मौरीको कुरा गर्नुपर्दाखेरि मौरी विकास केन्द्रले चाहिँ हामीले न्युटन बी घार बनाउनुहोस् भनेर सिफारिस गर्नुहुन्छ नि त होइन। नेपालभरि त मागाली बनाए पनि इलाममा गएर मिल्नु पर्यो। हजुर, हामीले चाहिँ त्यो भनेर हुन्छ। अनि जस्तै मैले आजसम्म कति अब यो सिकेर त पछिको कुरा रह्यो नि त होइन। त्योभन्दा अगाडि 2 वर्ष अगाडि नि भने, तर मलाई कहीँबाट पनि चाहिँ तपाईँको चाहिँ यो फ्रेम यहाँनिर मिलेन होइन, तपाईँको घार चाहिँ अर्कोसँग मिलेन भनेर चाहिँ फोन गर्नु भएन, कसैले भन्नु भएन क्या। भन्नाको मतलब मैले सकेसम्म होइन, अब 100मा 100 नसकेला, 95भन्दा माथि त सकेला नि त। त्यति त हामीले चाहिँ पछ्याउनु पऱ्यो नि त। अनि मैले पनि यो घारहरू जति पनि देख्नुहुन्छ नि हजुरहरूले पनि धेरैजनाले घार हेरिराख्नु भएको छ, देख्नु भएको छ होइन। मैले के थोरै परिवर्तन गरिदिएको छु, तर जुन मौरीलाई पर्न जाने असरलाई चाहिँ ध्यानमा राखेर है। फेरि हुन त हजुरहरू सबैले घारमा 13 दिन भइसक्यो त्यहाँ घारसँग खेलिराख्नु भएको, जुधिराख्नु भएको होइन। मैले केही परिवर्तन गरेको छु, तर मौरीलाई सकेसम्म चाहिँ मौरीले त्यो हिजो न्युटन
सरले चाहिँ अब कसरी डिजाइन गर्नुभयो त अब हामीले त्यसलाई त परिमार्जित गरिदिनु भएन नि त मैले परिमार्जित गरिदिएँ तापनि तपाईँको न्युटन बीको जुनसुकै ठाउँमा लगाएर जुनसुकै चिज हाल्दा पनि फिटिङमै छ है फेरि किन मैले घरको हाइट अलिकति ढगानी घटाइदिएँ किन वेट बढी भयो भन्नुभयो कि अहिले टाढा टाढा पुग्ने साथीहरूले चाहिँ एउटाले जस्तो 50वटा घार लानु परेको छ अब अलिकति भयो भने वेट बढ्दाखेरि चाहिँ गाह्रो भयो हामीलाई भन्ने कुरा भयो होइन अब त्यसलाई पनि हामी जस्तै साथीहरूको पनि सल्लाह सुझावलाई पनि केही मान्नु पर्दो रहेछ भन्ने कुरा नि लाग्यो फेरि मान्ने भन्दैमा चाहिँ सिफारिस गरेको भन्दा हामी बाहिर जानु त भएन भोलि त मिल्नु पऱ्यो होइन मैले बनाएको घार अर्कोको घारमा लाग्दाखेरि सबै कुरो मिल्नु त पऱ्यो नि त यी सबै कुरा मिलोस् भनेर चाहिँ हामीले प्रयास गरिराखेका हुन्छौँ घरको विषयमा चाहिँ यी नै भए हजुरहरूलाई अब घरको सम्बन्धीमा अरू केही सोध्नु बुझ्नु जान्नु केही छ भने भन्नु होला किनभने हजुरहरू धेरैजना चाहिँ अलिक पहिल्यैदेखि काम गर्नुभएको जस्तो नि देख्छु म केही साथीहरू केही नयाँ हुनुहुन्छ होला नयाँमा झन् जोस जाँगर बढी हुन्छ होइन यो मेसिनको बारेमा जानकारी दिनु योभन्दा पल्लोको पहिला सुन्नुहुन्छ किनभने यसमा भन्दा काम त्यसमा धेरै गरेर आउँछ है मैले पनि दुईको भयो भने नर्मली तपाईँको यसरी काठ चिरेर ल्याउनु भयो भने दुईकोले जति पनि चल्यो होइन अब कतै कतै तपाईँको फन्टा हाल्नु पऱ्यो सानो सानो मुढा हाल्नु पऱ्यो भने चाहिँ तपाईँले 3को हाल्दा राम्रो होला कि भन्ने जस्तो लाग्छ है मलाई अनि मोटरको काम भनेको सामान्य हाम्रो यो घुम्ने मात्रै हो नि त होइन हजुर हजुर यसलाई चाहिँ तपाईँले के काम दिने भने चाहिँ तपाईँ हाम्रो हातमा हुन्छ कि फेरि हजुर उसको काम त घुम्ने नि हो तपाईँले जहाँ फिट गरिदिनु भयो जे जोडिदिनु त्यो घुमाउने काम त हो नि उसको होइन आइडिया एक्स्ट्रा आफूले लाउनु पर्यो सबैको सामान्य टेबल चाहिँ हजुरहरू कसको मिसिन चाहिँ एकचोटि हात उठाइदिनु त सामान्य मिसिन चलाइरहनु भएको छ है सामान्य मात्र सामान्य हेर्दाखेरि टेबल झट्टा हेर्दा चाहिँ उस्तै देख्नुहुन्छ धेरैजनाले होइन तर यसमा चाहिँ सामान्य नै परिवर्तन मैले त्यो साइजर नहोल्सम्म यसमै लगाउँथेँ अहिले मैले लक गरिदिएँ बन्द गरिदिएँ भनौँ न अब यसलाई ब्लेड पनि फिट चाहिँ मैले चलाइनँ अब यो तपाईँको पाल हामीलाई खोप्न चाहि नै हाल्छ यसमै हामीले चलाउने भयो होइन तलमाथि सार्नु पऱ्यो भने भइहाल्छ होइन नयाँ साथीहरूको लागि अब गरिराख्नु भएकोहरूले नट बोल्डु छ अनि यो चाहिँ तपाईँको जहिले पनि बटममा हुनु पऱ्यो नि त यो जब लेभलमा भएपछि यो लेभलमा हुनु पऱ्यो नि त अनि मात्रै यता सही ठाउँमा पाल खोप्नु भएन न त बाङ्गो हुन्छ फेरि अनि यो कटर पनि त तपाईँको 90 डिग्रीमा त चाहियो नि त यहाँबाट आएपछि होइन यता पनि 90 डिग्री चाहियो ठाडो पनि 90 डिग्री नै हुनु पऱ्यो कि प्लेट टेबलबाट यो चाहिँ मैले बिग्रेपछि बनाएको है फेरि किनभने हामीले चाहिँ कुनै पनि चिज मेरो बुझायो भने चाहिँ बिग्रेपछि तुरुन्तै फालिदिने होइन क्या त्यसले हामीलाई रिस्क छैन भने हामीले के गर्ने त हामी पहिला यो एउटै प्लेट थियो त्यो खिएर गयो नि त मैले फर्काएको पनि टालेँ त्यो पनि खिएर गयो अब भएन अब यो किन फेरेन यो अहिलेसम्म किनभने यो लगभग बटम लेभल सबै मिलिरहेको छ नि यसले केही नगर्ने अब है त्यो काटेर यो हाल्ने काम गरेँ मैले चाहिँ होइन चक्का फेर्न पनि अब हामीले यो उठाउनु परेन होइन सजिलो भयो नि त अनि पहिला पोहोरको साथीहरूले हेर्दा चाहिँ फेरि हजुर सरले त याद गर्नुभयो होला यहाँ चाहिँ तपाईँको मैले अर्को लिक गुडाउँथेँ है अहिले यसपालि चाहिँ मैले फरक गरेको छु फेरि त्यसलाई किनभने त्यो अब किँदै गयो क्या यो सामान्य कुराहरू हो यो चाहिँ कटिङको लागि तपाईँको यता बटम राखेर तपाईँले काट्नुभयो भने फले काट्ने मान्छेहरूलाई थाहा चाहिँ कसरी फ्याल्छ भन्ने कुरो होइन सर यता बटम राख्नुहोस् तपाईँले फले पठाइदिनु अलिकति बाङ्गो भयो भ्ल्याटै फालिदिनु उस्तै पऱ्यो भने त्यही भएर मैले चाहिँ यो टोपी पनि सेफ्टी हेलमेट भन्दो रहेछ होइन बजारमा खोजेको मैले कहीँ पाइनँ कि अनि मैले नै आफूले नै फेरि कोनी कारमा ल्याएर हालिदिएँ कि यो चाहिँ तपाईँको हेब्बी खालको ल्याएँ होइन 150 पनि आउँदैछ 450 मैले सकेसम्म बलले ल्याउनु भने किन काम गर्दा हामीले चाहिँ सेफ्टीलाई अप्नाउनै पर्छ कि हाम्रो थोरै मिस्टेकले गर्दाखेरि हामी 6 महिना बस्नु पऱ्यो भने सिद्धेन अनि तपाईँको यो चाहिँ मैले सामान्य चोइटाहरू फ्याँक्यो भने नि त अब होइन धेरै कुरा त जोग्यो नि त यसले हामी नेपाली चाहिँ के छौँ भने सकेसम्म चाहिँ केही प्रयोग नगर्ने कि अनि पहिला चाहिँ मैले यो लिगमा चाहिँ उयो यो घोडाउने गर्थेँ कि यो थिएन यो पाइप होइन यही बटम अब यो खिँदै गयो अलिकति ढकेको जस्तो लाग्यो कि मलाई अलिकति ढकेपछि त अब हाम्रो घार त होइन एउटा काट्ने होइन धेरै काट्दाखेरि त होइन मिस्टेक भयो अनि फेरि के गर्ने त अब यसलाई फेर्ने भन्ने आफूले प्रश्न गर्ने हो क्या तपाईँले जति चिन्न सक्नुहुन्छ नि तपाईँको भ्यालु त्यही हो बुझ्नुभयो नि अब कति साथीहरू अहिले 50,000 तल दिन्छ भने तुरुन्त कुद्ने पनि हुन्छ कति 1.5 लाख दिँदा पनि म जान्न भन्ने मान्छे छन् क्या त्यो होइन त्यो भनेको तपाईँले चिन्नु भएको छ त्यो मान्छेले भन्छ कि मलाई तलबको मतलब छैन मेरो तलब चाहिँ यति हो भन्छ क्या हजुर हजुर अनि मैले पनि त्यही भन्छु कसैले यतिमा काम गर्छ कसैको तलबमा काम गर्ने होइन कि मैले काम गर्ने यदि मलाई काम लाउन सक्छ भने मेरो चाहिँ यो हो सक्छौ होइन हजुर सक्ने भए
ल कति समयको लागि फेरि हामी सधैँ जान सक्दैनौँ नि त त्यो भएर तपाईँ हामीले म को हुँ म भित्र के छ र मैले के गर्न सक्छु म केका लागि हो त अहिले होइन त्यो आफूले मूल्याङ्कन गरेर आफ्नो वेट कति हो त वेट भनेको फेरि मासुलाई मात्रै लिनु भएन नि त उसको ज्ञानको वेट कति हो होइन उसको ज्ञानको वेट त्यो काम सम्बन्धीको लागि के हो त त्यो बुझिसकेपछि अनि उसले मैले यति लिने हो भन्ने हो क्या त्यही भएर अहिले चाहिँ मैले सामान्य यसमा चाहिँ कटिङ हालेको छु किनभने उहाँ चाहिँ मौरी विकासमा चाहिँ मैले सबैलाई भन्छु उहाँ चाहिँ तपाईँको सूत्र सिकाउने हो नि होइन दुईजनाले तपाईँको 15 दिनमा 2टा घाम बनाउनु कति हजार पर्छ भोलि हामीले त त्यसरी बनाउने होइन नि त त्यहाँ चाहिँ आवश्यक यो चाहिँ हुनै पर्छ है भनेर सिकाउने हो भने चाहिँ अब हामीले चाहिँ सिक्ने म अलिकति त सराउँछु मैले यहाँ तपाईँहरूले भनिदिने कुरा चाहिँ कतिले चाहिँ गरि नै राख्नु भएको काम हो नि होइन अलिकति सर गुराउने लिक अहिले चाहिँ अब चाहिँ यसरी गुडाउँछु नि अब हामीलाई कतिमा चाहियो होइन यो सार्न पायो नि त टेपलाई फिक्सिङ गरेको फिक्सिङ गरिदिने तैपनि हामीले कन्फर्म त रिकन्फर्म भन्ने त जुनसुकै काम गर्नुपर्छ होइन यो चाहिँ हामीले मोटामोटी अन्दाज गर्न पायो नि त 300 मा काट्नु पर्यो भने 300 को आसपास राखेको काट्दाखेरि त होइन मिलेको मिलेन त अलि हेर्न सक्यो नि त सजिलोको लागि क्या अनि हामी चाहिँ कतिसम्मको काम गर्छौँ त भने मैले चाहिँ बडीमा 25 इन्ची राखिदिएको छु क्या इनकेस मेलिफेरा घर बनाउनु पऱ्यो भने यही बटम भित्रबाट पुगोस् भनेर है अब सेराना मात्रै बनाउनुहुन्छ भने त चाहिएन नि त 400 भन्दा मुनि राख्दा पुग्यो नि त पुरा गुडाउनु मिलेन यसमा भयो चाहिँ अस्ति मलाई हाने जस्तो हानेन के यसले चाहिँ फिटिङ यसले पनि यसमा हान्ने चाहिँ एउटा के हुन्छ नि तपाईको काठ यस्तो छ नि यस्तो छ नि यो यहाँ छोको छ यहाँ छोको छैन नि तपाईँले त्यो बेला यो काठ तान्दिएन भने चाहिँ त्यो काठ चाहिँ यहाँ आएर च्यापेर चाहिँ भ्ल्याट्ट गरिदिन्छ है फेरि तर अर्को बटममा जस्तो चाहिँ हुँदैन धराप चाहिँ हुँदैन बुझ्नुभयो है यो चाहिँ हजुरहरूले काम गर्नुहुन्छ भोलि म चाहिँ अलि दीर्घकालीन रूपमा थोरै सकेसम्म चाहिँ के गर्नुपर्छ भने हामीले समय जोगाउन सक्नु पऱ्यो काम गर्दा अहिले मैले भन्यो भने फेरि तपाईँहरूले गफ लाए जस्तो नि होला होइन यो चाहिँ छेउबाट अहिले मैले उत्पादन गरे जति घार उत्पादन गरेर बेच्नलाई सामान्य तपाईँको मान्छेकै भरमा गर्ने भने 5 जना मान्छे राख्नुपर्छ है हजुर हजुर मैले जति उत्पादन गरेर त्यति बेचिरहेको छु नि हजुर तपाईँले के अरूलाई मात्रै प्रयोग गर्ने हो म चाहिँ सामान्य के फाइदा खाने हो भने 5 जना मान्छे राख्नुपर्ने हुन्छ अनि हामीले भनेको चाहिँ पैसा जोगाउने होइन समय जोगाउनु पऱ्यो समय जोगाएर फेरि खुद्रुकेमा हालेर भएन प्रयोग गर्नु पऱ्यो क्या होइन 24 घन्टामा कम्तीमा 30 घन्टा होस् न हजुर अब 30 घन्टा कसरी हुन्छ भन्दा मान्छेले काम गर्ने त्यसरी हो नि त होइन हात चलाएर मात्रै काम हुँदैन रहेछ क्या अनि अहिले पनि मैले हेर्नु अहिले यो फलेक चाहिँ सुकेको नसुकेको भएर चाहिँ मैले कटिङ गरेको छैन अरू जो पार्टहरू सब कटिङ गर्दै होइन माउरी स्रोत केन्द्र बी किपिङ वर्कसप र नवबुद्ध मौरी फार्म तथा घार उद्योगको विभिन्न अवलोकन गर्दै हामी फेरि कीर्तिपुरमा रहेको सफल कृषक पूजा बी कन्सन प्राली अवलोकन गर्न जाँदैछौ। मौरी पालनको बारेमा जानकारी गराउँदै पूजा भुसाल। सबैलाई नमस्ते। नमस्ते। मेरो नाम चाहिँ पूजा भुसाल। अब म पेशागतले चाहिँ कानुनी व्यवसाय हो, तर काम चाहिँ म्याक्सिमम मौरीकै हुन्छ। अब घरमा जे छ व्यवसाय त्यही हुने भयो। हाम्रो चाहिँ मौरी पालनको सुरुवात भनेको 74-75 देखि नै सुरु भएको हो। भन्नु पर्दाखेरि जो एक घरबाट सुरु गर्दाखेरि नै हामीले त्यहाँबाट गर्ने हो भने सुरुमा चाहिँ हामीले जो हाम्रो घर अगाडि एउटा घरमा जो बक्सामा आएर बसेको मौरी अर्को घरको आमाले भगाउने बेलामा चाहिँ जो हामीले पनि पालौँ भनेर चाहिँ त्यहाँबाट चाहिँ हामीले ल्याएर स्टार्ट गऱ्यौँ। सुरुमा त बेसीको कसैलाई थाहै हुँदैन। अनि हाम्रो घरमा चाहिँ जो भाउजूको भाइलाई चाहिँ जानकारी रहेछ अलिअलि मौरीको विषयमा। अनि उहाँले सिकाएर चाहिँ मौरीलाई चिनीपानी कसरी खुवाउने अनि विभाजन कसरी गर्ने गर्दा गर्दै बिस्तारै गरेर हामीले एक घरबाट जो बढाउँदै 20 घरसम्म पुऱ्यायौँ। जो एक वर्षको अवधिमा 75 महिना 75 तिर जस्तो एक्ज्याक्ट डेट चाहिँ 74 बाट सुरु भयो। मन त्यस्तै रहेछ, मन 74 बाटै हो। त्यस्तै सुरु हो। एक्ज्याक्ट डेट चाहिँ याद हुँदैन। सुरु चाहिँ त्यही 74 देखि नै हो लगभग। अनि त्यसपछि 20 घर पुगिसकेपछि त्यसपछि अब लोभ जाग्दै गयो भनौँ। अनि त्यसपछि ठुलो मौरी मेनिफेरा पाल्ने सब भइसकेपछि चाहिँ मेनिफेरा लिएर आयौँ घरमा किनेर। त्यति बेला मेनिफेरा पनि 5 घर ल्याएर बढाउँदै 10 घरसम्म भएको थियो। त्यति बेला दुईटाले राख्दाखेरि जुत्छ समस्या हुन्छ भन्ने जानकारी भएन हामीलाई।
राख्दाखेरि चाहिँ पछि समस्या के भइदियो भन्दाखेरि चाहिँ मेनिफेराले सेरेनालाई अट्याक गर्यो, जसले गर्दाखेरि चाहिँ दुबईमा लडेर अब जो सखापै भयो भनौँ। अनि त्यो पछि रातारात कता भगाउन सकिन्छ, सानो मौरीलाई जो सिफ्ट गरियो अनि ठुलो मौरीलाई चाहिँ जो चिनेको 1-2 जना हाम्रो गण्डकी बी काउन्सलको बुवाहरू हुनुहुन्छ, त्यति बेलैदेखि उहाँ पनि आर्मी, हाम्रो बुवा पनि आर्मी भएको कारणले चाहिँ उहाँको कन्ट्याक्ट राम्रो थियो र उहाँसँग बुझेर चाहिँ उहाँले चाहिँ हुन्छ हामी उठाइदिन्छौँ नि त ठुलो मौरी भनेर चाहिँ उहाँले मौरी जति सबै लगाइदिनु भयो। अनि त्यो पछि फेरि हामीले फेरि रिस्टार्ट गऱ्यौँ भनौँ, रिस्टार्ट गरेर फेरि हामीले 1 घरबाट नै सुरु गऱ्यौँ, जुन पहिला अलिअलि बचेको थियो त्योबाट। अब भन्नुपर्दाखेरि चाहिँ सानो घर चाहिँ हाम्रो किनेको चाहिँ एउटा पनि होइन, अब आफै बढाउँदै जाने, कोही गोलाई विभाजन गरेर कहीँबाट भागेको हुन्छ, छोप्ने बढाउने गर्दा गर्दा नै अहिलेसम्म यहाँ हो। अनि त्यो पछि फेरि मेनिफेरा हटाइसकेपछि फेरि त्यो पछि हामीले मौरी बढाउने क्रममा यहाँ हाम्रो यो घरको मालिक हाम्रो मिना दिदी अनि उहाँकोमा आएर बुझ्दाखेरि चाहिँ उहाँले हुन्छ राखौँ न त मिलेर गरौँ भनेर चाहिँ त्यहाँबाट चाहिँ जो सिफ्टिङ गर्नुपर्छ विभाजनको लागि भनेर जानकारी भयो हामीलाई। यो मेनिफेरा चाहिँ कति महिनापछि 5 वर्ष 10 पुगेको कति महिना अन्तरालमा? यस्तो महिना भन्दा पनि सिजन हुन्छ, त्यही अनुसार चाहिँ आफै चाहिँ मेनिफेरामा चाहिँ हामीले धेरै एक्सपेरिमेन्ट गर्न चाहिँ पाइएन, किनभने सर्ट एन्ड टर्ममै 2टै मौरी राखेको कारणले चाहिँ घाटा भएर चाहिँ त्यस्तो लङ टर्म पाल्न चाहिँ पाइएन। जो सिजनमा नै विभाजन गरेर धेरै विस्तृत बढाएको भए चाहिँ त्यसमा अलि बढी जानकारी हुन्थ्यो होला। हामी चाहिँ सेरेनामै बढी एक्टिभ भयौँ त्यो पछि चाहिँ। अनि त्यो पछि उहाँको सहयात्रामा लाएर मौरी चाहिँ जे होस् तलमाथि गर्ने विभाजन गर्ने मिटिङ सक्सेस हुन्छ भनेर चाहिँ त्योबाट चाहिँ हामीले मौरी 2तिर पाल्न थाल्यौँ। त्यो पछि फेरि हाम्रो अर्को समस्या के आइदियो भने बच्छिमको समस्या आयो, किनभने जङ्गल एरिया छ, बच्छिम त म्याक्सिमम पाउँछ, ठुलो बच्छिम अरिङ्गलभन्दा ठुलो त हजुरले पढ्नु पनि भयो होला। अनि त्यो पछि एकताको हाम्रो यो ढुङ्गा पनि देख्न सकिन्छ सबै, यो ढुङ्गा राखेको कारण चाहिँ बच्छिम ल्याएर चाहिँ डाइरेक्ट घरभित्र बसेर अट्याक गर्न नसकोस् भनेर हो, किनभने हाम्रो उता अरू 2-3 ठाउँमा पनि छ मौरी, त्यहाँ चाहिँ हाम्रो के समस्या भयो भन्दाखेरि बच्छिम आउने घरभित्रै जाने मौरी मारेर बच्चा खाँदो रहेछ बच्छिमले। हामीलाई सुरुमा जानकारी भएन, 2-3 घर मौरीले खाइसकेपछि बल्ल हामीले थाहा पाएर चाहिँ ढुङ्गा राख्न थालेको। अहिले पनि हाम्रो लेटेस्ट यही 10-15 दिन अघिसम्म पनि बच्छिम आइरहेको थियो। अहिले चाहिँ हामीले मान्छे लाएर खोजेर चाहिँ जङ्गलमा खोजेर बच्छिमको पोलो चाहिँ पोल्नु भयो, त्यही भएर चाहिँ हाम्रो ढुङ्गा चाहिँ अझै पनि हटाएको छैन, आउन सक्छ भनेर। अनि त्यो पछि बच्छिमले खाली गरिसकेपछि फेरि अनि यो ढुङ्गा राखिसकेपछि चाहिँ यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ बच्छिम भित्र जान पाउँदैन, जति बाहिर छ जे होस् ढुङ्गा राखिदिइसकेपछि चाहिँ बच्छिमले अरिङ्गलको काम गर्दो रहेछ, सिङ्गल पिस लाने काम गर्छ। त्यो चाहिँ हामीलाई त्यति बेला चाहिँ थाहा भएन। अहिले चाहिँ जे होस् इफ बच्छिम आइहालेछ भने पनि सिङ्गल मौरी लिएर जान्छ कि त्यो मारेर फालेर त्यो चाहिँ गर्दैन, किनभने ऊ भित्र छिर्न पाउँदैन, उसलाई खाना त चाहियो, त्यो चाहिँ गर्दो रहेछ। त्यो भएर चाहिँ हामीले यो गरेको। त्यो पछि बच्छिमबाट फेरि पीडित भइसकेपछि अब खुदोको समस्या हाम्रो भेट्न सकिन्छ। खुदोको पाइसकेपछि यो हाम्रो तपाईँले कुनै घरमा देख्नुहुन्छ टिनको पाताहरू लगाएको छ, यो पनि हाम्रो यही साल नै खुदोले 2-3टा घर सकेर अनि यो खुदोले पल पारेर पुरै खाँदो रहेछ। त्यो भइसकेपछि चाहिँ हामी घरकै एक्सपेरिमेन्ट गर्दै जाँदाखेरि आफैले घरका परिवार हामी घरको खुदोलाई के भन्छ सर मलसाप्रो हो, त्यसले खाएकोले चाहिँ हाम्रो यो सबै मिलेर चाहिँ यो टिन चाहिँ ठोकेको हो कि टिन ठोक्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो टिनको पाता स्ट्रङ भयो, उसले गर्दाखेरि चाहिँ उसले यो फोरेर भित्र खान पाउँदैन। त्यो भएर चाहिँ तपाईँले म्याक्सिमम घरहरूमा चाहिँ हाम्रो यो टिनको पाता देख्न पाइन्छ। यो चाहिँ हाम्रो भर्खर योभन्दा पहिला त हेर्न आउनु भएको बेलामा पनि यो थिएन, यो जो 2-3 महिनै भयो यो हालेको लगभग। अब यो चाहिँ हाम्रो कुनै घर चाहिँ आफैले घरमै काठले बनाएको छ घरहरू, यो चाहिँ आफैमा बलियो भइहाल्यो, प्लाईले यताउता बनाएको भएर यसमा चाहिँ केही पनि गरिएको छैन। जो चाहिँ हामीले किनेर ल्यायौँ या कुनै जो पुरानो भइसक्यो त्यो चाहिँ उसलाई पनि इजी भयो खानालाई, त्यही भएर चाहिँ हामीले चाहिँ बचाउनको लागि घर पनि सेफ्टी भयो र उसले पनि इजिली अट्याक गरेर खान सकेन। पढाइ के अरे पानीबाट पनि सेफ्टी भयो, लडाएर खाने चाहिँ छुट्टै कुरा भयो, तर आफैले चाहिँ हातले च्यातेर फुटालेर खान चाहिँ सक्ने भएन। यो पनि हाम्रो भर्खरै आएको समस्याले गर्दाखेरि चाहिँ हामीले यो आफैले सोल्युसन निकालेको हो आफैबाट। अनि त्यो पछि बिस्तारै गर्दै जाँदाखेरि चाहिँ अहिले चाहिँ हाम्रो कुल घर चाहिँ लगभग 200 जति छ। अब एक्ज्याक्ट भन्न चाहिँ सकिँदैन, मौरीको कुनै हराउँछ कोही भाग्छ क्यार्छ। हाम्रो फर्म चाहिँ 3टा छ, एउटा घरमै पनि छ यहाँ छ, एउटा तपाईँको डाँडा उतापट्टि छ र एउटा योभन्दा उतापट्टि छ।
जे होस् एरिया चाहिँ चारैतिर छ किनभने सिफ्टिङ गरिरहनु पर्ने हुन्छ त्यो चाहिँ समस्याबाटै सिक्दै जाने हो भनौँ किनभने कहिले के समस्या कहिले के समस्या अनि बिचमा रोगको समस्या पनि आयो जसले गर्दाखेरि चाहिँ मौरी चाहिँ के बच्चा कुनै रोग लागि भन्छ सर EFP हजुरले पढ्नुभयो मैले पनि पढेको चाहिँ हो तर जो टर्म चाहिँ बिर्सेँ मैले के भन्छ तर गाडीमै चाहिँ जो धेरै सिफ्टिङ गर्नु पऱ्यो भने चाहिँ गाडीमै हुन्छ तर नर्मल्ली चाहिँ हाम्रो दुई तिनवटा बाइक चाहिँ एउटा स्कुटीमा 5-7 घर आउँछ हाम्रो सानो क्यारिङ केसमा बोकिन्छ अनि त्यसले गर्दाखेरि चाहिँ धेरै जस्तो चाहिँ बाइक स्कुटीमै हुन्छ तर धेरै 50-60 गोलै लानु पर्यो भने त गाडी नै चाहियो 4 ठाउँ गरेर 200 गार छ कि एकै ठाउँ मात्र 4 ठाउँमा गरेर एकै ठाउँमा त सम्भव हुँदैन चरण क्षेत्र पुग्दैन अनि उनीहरूलाई पनि त्यही भएर चाहिँ 3-4 ठाउँमा आफूलाई पनि विभाजन गर्दाखेरि चाहिँ 2-3 ठाउँ भयो भने चाहिँ इजी हुन्छ नि त त्यही भएर चाहिँ 3-4 ठाउँमै छ सबै सेरेमा हजुर सबै सेरेमा मिनिफेरा चाहिँ अहिले 6 न 6 5-6 घर मात्रै चाहिँ फेरि स्टार्ट गरेको हो तर अहिले चाहिँ हाम्रो घरमा चाहिँ राखेको छैन चितवनमा राखेको छ सिफ्टिङको उद्देश्य त त्यही गोला विभाजन हजुर गोला विभाजन अनि जे होस् अरू मौरीले बढी गोला विभाजन गर्नुभन्दा पनि कुनै कमजोर मौरीलाई चाहिँ धेरै मौरीले अट्याक गर्छ कि खानाको लागि त्यो समयमा चाहिँ यहाँबाट तपाईँको सिफ्ट गरेर तल लैजाने हो भने उसको ठाउँ चेन्ज भयो अरू मौरीले अट्याक गर्न पाउने भएन त्यही भएर त्यसको लागि पनि हामीले सिफ्टिङ गरिन्छ गोला विभाजन बाहेक डिस्टेन्स कति जति होला अनुमानित डिस्टेन्स भनेको हजुरहरूले अनुमान गर्नु छ म जहाँबाट चढेँ र यहाँ यति नै हो डिस्टेन्स हाम्रो लगभग यहाँबाट उताको र यताको डिस्टेन्स पनि उही नै छ डिस्टेन्स हाम्रो अरू कसैले केही प्रश्न छ भने भनौँ हामीले गरेर सिकेको अब ब्रिफिङ गर्ने चाहिँ बाबा हो बाबा जस्तो चाहिँ गर्न सक्दैन तर पनि टेनको पत्र कभर गरि नि लाइसेन्स यसलाई के अरे अब यो फोल्डिङ गर्न पर्यो भनेदेखि त फिक्स गाडिएछ हजुर सो यो के भने धुन पर्यो सुकाउन पर्यो भने यो त होइन हामीले धुने सुकाउने चाहिँ केही पनि हुँदैन यसमा तर इफ तपाईँलाई बेस सफा गर्न पर्यो भने चाहिँ हामीले चाहिँ के गर्ने गरेको छ भन्दाखेरि चाहिँ सिलिन्डर ल्याउने त्यो मासु पोल्ने हुन्छ नि हो त्यसले ल्याउने फायर गनले पुरै पोलिदिने किनभने त्यो पोलिसकेपछि भित्रका किराहरू केही छ भने सबै सफा हुने भयो पोलेर एकछिन सुकाएर त्यो सेलाइसकेपछि चाहिँ बल्ल मौरी चाहिँ सिफ्ट गर्ने गरेको छ मिनिमम गोला विभाजन कति फ्रेममा गरिरहेका छौँ हाम्रो म्याक्सिमम हजुरहरूले पढ्दाखेरि चाहिँ जे होस् आधा 3-4 फ्रेम हुनुपर्छ भन्ने हुन्छ तर गोला विभाजन गर्दाखेरि चाहिँ हामीले चाहिँ यहाँ गर्दाखेरि हाम्रो म्याक्सिमम सबै घर गोला विभाजन गरेकै हो यहाँ तपाईँको पुरानो रानी कुनै पनि भेट्नुहुन्न यहाँ चाहिँ लगभग हामीले 2 फ्रेम अब मैले गरेँ भने त म 1 फ्रेम पनि गरिदिन्छु बाबाले चाहिँ सकेसम्म 2 फ्रेमसम्म चाहिँ राख्नु भन्नुहुन्छ म 1 फ्रेम 2 फ्रेम जति भए पनि म गरिदिन्छु त्यो रानुको सेल चाहिँ कोलोनी अर्कै बना हुन्छ हाम्रो चाहिँ इफ कुनै हाम्रो बेच्ने हाम्रो चाहिँ अब मेन उद्देश्य भनेको चाहिँ मौरी बेच्नको लागि मह उत्पादन भन्दा पनि हाम्रो यदि बेचिसकेको छ भने त कोषको समस्या भएन आफै उसले निकाल्छ र कोष जे होस् रानी निस्किने बेलातिर हामीले फुटालिदिन्छौँ मौरीलाई यदि त्योभन्दा पहिला आफैले गोला विभाजन गर्नु पऱ्यो मौरी भरि भयो डिमान्ड आएको छैन भने चाहिँ 4 फ्रेम 5 फ्रेम यहीँ छोडिदिने र बचेका अरू जस्तो 10 फ्रेममा चाहिँ 4 फ्रेम चाहिँ हामीलाई पछि बेच्न मिल्ने हिसाबको हुन्छ 4 फ्रेम राखेर चाहिँ बचेको अरू चाहिँ जो 2-2 फ्रेमको दरले वा 1-1 फ्रेमको दरले चाहिँ विभाजन गरिन्छ फ्रेममा सक्सेस भएको छ मैले सोधेको चाहिँ त्यो प्रिपेयर हुन्छ नि अगाडि प्रिपेयर नै त्यही हुन्छ जे होस् तपाईँको 50 घर विभाजन गर्नु छ भने 10 घर पहिल्यै विभाजन गरिदिने 10 घर हजुर त्यही प्रिपेयर के हुन्छ त्यही तपाईँ पढे अनुसार चाहिँ त्यो हाम्रो चाहिँ त्यो अर्कै त्यो मेनिफेराको हिसाबले चाहिँ गरिँदैन आफैले निकाल्छ ड्राफ्टिङ चाहिँ हुँदैन अनि हो यो बच्चा पनि बच्चा भर्खर पारेको यो चाहिँ हामीले 1 फ्रेम मात्र भएको मौरीलाई चाहिँ हेर्दैछौँ उहाँले देखाउँदै हुनुहुन्छ 2 फ्रेम पनि अलि धेरै नै रहेछ तपाईँको यसमा हेर्न सक्नुहुन्छ बच्चा पारेको छैन मौरीले किनभने अस्ति भर्खरको नयाँ रानी हो म चाहिँ यो नटालेको चाहिँ तपाईँको हिजो कि अस्ति भर्खर पानी हालिदिएको हजुर ठ्याक्कै यहाँबाट स्टार्टिङ छ नि हाम्रो आधार यति मात्रै हालेको तपाईँको बच्चा हेर्ने एउटा 2टा मात्रै छ एउटा यहाँ छ बच्चा एउटा मात्रै छ सायद भर्खर बच्चा पार्न थालेको यो कहिले विभाजन गर्नुभएको
यो ठुल्ठुलो के हो 20-22 दिन भएको छैन जस हप्ता 10 दिन भन्दा भएको छैन विभाजन गरेको किनभने पहिले हाम्रो रानी सेल गरेर यो पछि गरेको एकै फ्रेम रहेछ ल मौरी यति हो रानी चाहिँ अब खोज्न गाह्रै होला तर अब बनाऊ यसमा त रानी छँदै छ रानी छ बिचमा पाल हुन्छ के तपाईको तपाईँले रानी देखाइदियो भने नयाँ रानी देख्न यति दुःख हुन्छ यो चाहिँ पहिलो कुरो सानो हुन्छ अनि धेरै दुगुर्छ के नयाँ रानी यो के महिनामा छुटाउनु भएको यो 10-15 दिन भयो यो तपाईँको 10-15 दिन चाहिँ यसमा रानी हालेको भयो तर विभाजन गरेको चाहिँ 1 महिना भयो पहिलाको चाहिँ रानी सेल निकाल्नलाई कति दूरी छ गर्नुभयो गर्दाखेरि यो गराउन चाहिँ यहाँबाट अर्को फर्ममा लगेको यो ठ्याक्कै मतलब यहीँको यहीँ गर्नुभएको छैन हामीले 1 मिटरको दूरीमा गर्नु नजिक चाहिँ गर्दैनौँ हामीले एकै दिनमा सार्ने विभाजन गरेपछि हामी कोष निकालिसकेपछि जे होस् एकै दिनमा नै सबै साटिन्छ अब रानी नै हेर्ने हो भने खोजौँला रानी नहेरे नि हुन्छ सानो हुन्छ भन्छ रानी हेरौँ ग्राफ्टिङ रानी हो यो देखिए हैन कि ग्राफ्टिङ रानी होइन सानो हुन्छ तर यो हाफ कटिङ हो के अरे चाका चाहिँ ठ्याक्कै यति नै हो यति नै हो तर हामीले फुल दिँदाखेरि फुल देखिन्छ हैन यो दिँदाखेरि त्यो एउटाको दुईटा हुने यो तपाईँको एउटाको 4वटा 5वटा सम्म हुन्छ यसमा त पसेको छैन पस्दैन यो त खानुलाई यहाँ हैन यहाँ भित्र पनि पोका छ हुन सक्छ कि नयाँ रानी भरे हुन्छ डमी पनि जान सक्छ त्यहाँ पनि पोका छ हजुरलाई चाहिँ डर लाग्दैन रहेछ होइन मौरी यत्रो मौरी पालेकै अब त डराएर त भएन नि त डराएर त मौरी नै पालिन्न नि होइन त्यो सुरुमा मात्र हो क्या डराउने भनेको पछि बानी भइसक्यो पछि उनीहरु चिनिसक्छ मौरीले चिलेको खासै त्यति दुख्दैन पनि चिने उसले चिन्छ नि त अब यति त सिजनै हुन्छ 20-25 सकेको हुन्छ क्या 60 वटा 60 रानी कता लुकेको भएर फ्रेमै छोडिसक्यो चिसोले फ्रेम भन्दा बाहिर हुन सक्छ यसमा हामीले रानी चिनिसक्यौँ नि त किन अब रानी